जसरी मलाई दुखी बनाइरहने केमिकल मेरो दिमागमा छ, त्यस्तै मलाई सुखी बनाइरहने केमिकल एन्डोर्फिन्स त्यो पनि मेरो दिमागमा जन्मिन्छ। डोपामिन त्यो पनि मेरो दिमागमा जन्मिन्छ। एनान्डामाइड त्यो पनि मेरो दिमागमा जन्मिन्छ। डिएमटी त्यो पनि मेरो दिमागमा जन्मिन्छ। अक्सिटोसिन त्यो पनि मेरो दिमागमा जन्मिन्छ। सबै कुरा मै भित्र छ। फेरि मलाई जहिले पनि खुसी बनाइराख्ने चिज पनि यही छ। तर यो किन चलेन त भन्नाले यसलाई चलाउनलाई दुई चिज चाहिन्छ। कि पोजिटिभ विचार चाहियो, कि मन मौन हुनु पर्यो। दुई कुरा मात्रै। कि पोजिटिभ विचार चाहियो तपाईलाई, कि मन कम्प्लिटली मौन हुनु पर्यो। दुई अवस्थामा यो एक्टिभेट हुन्छ। अब भगवानलाई प्राप्त गर्नु भनेको मनातीत हुनु भनिन्छ। चित्तातीत, मनातीत, केवल त्यहाँ चेतना रहन्छ, बोध रहन्छ, अवेरनेस रहन्छ। त्यो अवस्थामा अनि मैले जुन आनन्द हो, जन्म जातै मसँग जोडेर आएको त्यो आनन्दको हकदार बल्ल म चाहिँ बन्छु।